नमस्कार, म यहाँहरू समक्ष विष्णु पितामहको एउटा कविता लिएर आएको छु। विष्णु पितामह महाभारतको महत्त्वपूर्ण पात्र हुन्, जसको प्रतिज्ञा, जसको व्यवहार, जसले राज्यको लागि, हस्तिनापुरको लागि गरेको त्याग त्यो आज देवताभन्दा पनि माथि छ। तर पनि उहाँका केही कुराहरू छन् र त्यसैले म उहाँको बारेमा कविता भन्न गइरहेको छु। भीष्मलाई प्रश्न। हे पितामह भीष्म, तिमी गङ्गाको गर्भमा जन्मेको वीर पुरुष, राज्य त्यागका लागि गरेको दिव्य प्रतिज्ञा, 1000 वर्ष टिक्ने वचनले बाँधिएको जीवन, त्यागमा देवता भन्दा माथि, आदर्शमा ऋषि भन्दा उज्यालो। तर हस्तिनापुरको दरबारमा जब पासाको घडघडाहटले धर्मलाई ध्वस्त पार्दै थियो, तिम्रो आदर्श र सम्मानलाई कुल्चँदै थियो, त्यति बेला तिम्री कुलवधु द्रौपदीको आँसुले समस्त नारीका अस्तित्वलाई गिज्याइरहेको थियो। शकुनीको पासाले पृथ्वी र स्वर्ग दुवै हल्लायो, तर तिमी किन मौन रह्यौ? के प्रतिज्ञाले बाँधियो तिम्रो जिब्रो? के निष्ठाले जकटियो तिम्रो हृदय? नत्र तिमी त शक्तिशाली पुरुष, जसले भगवान कृष्णको प्रतिज्ञालाई पनि भङ्ग गराउँदै जोक्न बाध्य गरायो। त्यसैले उनी भीष्म महान भनी प्रणाम गर्थे। तिमीलाई थाहा छ, अहिले पनि इतिहासले तिमीलाई प्रश्न तिर्साइरहेको छ। हे भीष्म, कर्तव्यको समुद्र, धर्मको स्तम्भ भएर पनि अधर्म किन रोक्न सकेनौ? तिमीले चाहेको भए द्वन्द्व र मर्यादा अनि हस्तिनापुरको कुलको रक्षा गर्न सक्ने महात्मा तिमी। तिम्रो उद्देश्य र प्रतिज्ञा नै कुलको रक्षार्थ होइन र? त्यो तिम्रो मौन, त्यो तिम्रो निरीह नजर आजसम्म घाइते प्रश्न बनेर मानवताको छातीमा धड्किरहेछ। नारीको हृदय जलिरहेको छ, नारीको हृदय जलिरहेको छ। धन्यवाद।